आमा छोरीमा आज हामी फेरि आएको थियौँ न्यू भ्लग लिएर अनि आज चाहिँ हामी मामालाई आउँदैछौँ यहाँनिर बमोजिम होइन बाटो पुरै बिग्रिरहेको छ यहाँ तलसम्म चाहिँ अटोमा आयौँ अहिले आएर चाहिँ हिँड्दैछौँ कस्तो गर्मी भइरहेछ गाइड यता फेरि बाटो चुट्टिएछ पहिरोले पानीले भनौँ न अब घाम लागेर टन्टनापुर भइरहेछ यहाँ त सकिँदैछ बिस्तारै नै अगाडि पनि देखाउन बाबाहरूलाई यता सुत्ता खाएर हुनुहुन्छ मिल्दैन कि बाबाहरू सानै हुनुहुन्छ त्यहाँदेखि म यता छु मम्मी यता हुनुहुन्छ मम्मी पनि लागेकै कस्तो गर्मी भइसक्यो चाहिँ उकालो छ नि त त्यही भएर पुरै सास्ता भएको थियो अहिले चाहिँ भएन यता फर्किने हेर्दा बस्दै गरौँ भन्थ्यो होला बुढो काकाकोमा चाहिँ के गर्नु मम्मी यो बग्नु न मास्क दि मास्क मैले चाहिँ मास्क मम्मीलाई दिएँ कस्तो टाइम लागेको हो भने के एकछिन पकाउनु त पकाउनु कस्तो गर्मी छ कि गाइस म त मरे गाइस गर्मीले म त मरेँ के साह्रो गर्मी हो साँच्ची भन्नु मामालाई जान त खुसियाली अर्कोतिर हिँड्न त पीडा हैन मैले पनि हिँड्नु पर्ने गाइस फर्किनु पर्ने मैले नै फर्किनु पर्ने छोरी र बाबा चाहिँ आई ढाड दुखो ढाडै दुखो यता त बाटो त राम्रै रहेछ नि भाइ एक ठाउँ मात्रै रहेछ नि तन्न त क्लियर रहेछ है बाटो त कस्तो बोरिङ बल्ल यहाँ अलि शीतल भइरहेको छ रुख फेदमा आएर हिँडिरहेको है चिगम चाहिँ पाएको छु मैले चाहिँ नानीहरू बोक्न बहुत गाह्रो कि ठुलो त सजिलो कि पुरै बोकेर नि हौ यस्तो गर्मी भइरहेको छ कि क्यामेरा चाहिँ सिधा बनाउनु एम्बुलेन्स होइन गाडी होला नि अब यस्तोहरू त मैले कहिले सुनेकै थिइनँ हौ हरेक दिदीहरू गङ्गाहरू कसरी कहाँ आइपुग्छन् टोलीमा आउँछन् कहाँ चाहिँ यता उदो यता यतिबाट आउने होइन आउँछन् नि गङ्गा दिदी फोन गर न कहाँ राम्रै थियो त नगौँ कस्तो गर्मी भइरहेको छ पानी लगाएको भए कस्तो पानी लगाएको भए हुन्छ नि हौ तिर्खा लाएर मम्मीलाई भनेको थिएँ नि तिर्खा त हामीले पनि लाग्यो फेरि गाइस यता त बाटो केही गरेन छ त बाटो क्लियर छ यता त फेरि शीतल मङ्गलबारे जाने भन्दा त कति राम्रो नि बाटो कस्तो गर्मी के नेपाल जाँदा मङ्गलबारे फरक छ यो गाडी हिँडेर एक सेकेन्ड त होइन कि सेकेन्ड भनेको 15-20 मिनट भन्दाखेरि अलिक धेरै लाग्छ कस्तो गर्मी के
जस्तो लाग्छ कुनवटा त फेरि तलाम हो त्यो चाहिँ छैन है तपाईँ पाँचतिर हामी अटोमै कस्तो मजा आउँछ गर्मी पनि हुँदैन नि त त्यसैले अहिले यस्तो गर्मी भइरहेछ उता हाम्रो पानी जान्छ भन्ने ढिलो सुरु गरेको यस्तो बनायो नि होइन कस्तो गर्मी पानी चारहरूको भन्दा ढिलो नै हो हुँदैन भन्छ क्या बाटो पिच हुँदैन भन्थ्यो तर बाटो पिच भयो तर गाडीको असुविधा यता गाडी नै कुद्दैन गाइस त्यही भएर हामी हिँडिरहेछौँ यो त्यो त छिटो उकिन्छ नि ऊ त्यस्तो चाहिँ मलाई कस्तो गर्मी भइरहेछ यो त हेर्नु न नि उकिन थालिसक्यो त ए बालुवा निक्लिसक्यो अनि माथिबाट छ अलिअलि हेर्नु ए गर्मीमा हिँडेर भरे कति टाउको दुख्छ होला नि ल त दुखिसक्यो के को दुख्दैन ए बाटो त फिलिली नि त्यसले यति बेला कहाँ पुगेर कस्तो गर्मी बाटो त फिलिली पुरा त कति ल्याउँछ अम्मा तिर्खा लगाएर मरिसकेँ